एससीसी प्रिमियर कप 2026 का लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा। भुर्तेल, सोमपाल र भीम टोली बाहिर हुँदा युवा प्रतिभा खेलाडीहरूलाई ठूलो अवसर। आगामी अगस्त 30 देखि सेप्टेम्बर 12 सम्म मलेसियामा आयोजना हुन गइरहेको एसियाली क्रिकेट काउन्सिलको प्रतिष्ठित प्रतियोगिता एससीसी पुरुष प्रिमियर कप 2026 का लागि नेपाल क्रिकेट संघले स्टार लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय बलियो राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक घोषणा गरेको छ। आगामी ओडिआई र टी20 विश्वकप छनौटको आधारको रूपमा हेरिएको यस महत्वपूर्ण प्रतियोगिताका लागि क्यानको छनौट समितिले अनुभवी हस्तीहरूसँगै घरेलु क्रिकेटमा उत्कृष्ट लयमा रहेका युवा प्रतिभाहरूलाई समेट्दै नयाँ स्वरूपको आक्रामक टोली सार्वजनिक गरेको हो। यसपटकको टोली घोषणामा नेपाली क्रिकेट समर्थकका लागि केही अनपेक्षित र ठूला परिवर्तनहरू देखिएका छन्, जहाँ टोलीका नियमित तथा भरपर्दा ओडिआई खेलाडीहरू कुशल भुर्तेल, सोमपाल कामी र भीम सार्की अटाउन सकेका छैनन्। टोलीको ब्याटिङ र बोलिङमा नयाँ रणनीति अपनाउन तथा युवाहरूलाई ठूलो मञ्चमा परीक्षण गर्ने उद्देश्यका साथ क्यानले उनीहरूलाई टोलीमा समावेश नगरेको बुझिएको छ। नियमित स्टार खेलाडीहरू टोली बाहिर रहँदा घरेलु प्रतियोगिताहरूमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका अर्जुन कुमार, हेमन्त धामी, शेरमल्ल, ईशान पाण्डे, देव खनाल र बसिर अहमद जस्ता प्रतिभावान युवा खेलाडीहरूले राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा मलेसिया उडान गर्ने 14 सदस्यीय नेपाली टोलीमा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंहेरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलसन झा, शेरमल्ल, ललित नारायण राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। पूर्व कप्तान रोहित पौडेल, विस्फोटक अलराउन्डर दीपेन्द्र सिंहेरी, तीव्र गतिका बलर करण केसी र स्पिनर ललित नारायण राजवंशीको गहिरो अनुभवसँगै नव आगन्तुक युवा खेलाडीहरूको तीव्र जोशको यो सम्मिश्रणले टोलीलाई निकै सन्तुलित र मजबुत बनाएको छ। मलेसियाको अवस्था अनुकूल रणनीति तयार पारेर मैदान उत्रने कप्तान सन्दीप लामिछानेको नेतृत्वमा यो नयाँ युवा टोलीले 50 ओभरको यो महासंग्राममा कस्तो प्रदर्शन गर्ला? के नेपालले फेरि इतिहास रच्ला? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। हामी निरन्तर रूपमा नेपाली खेलकुद सम्बन्धी यस्तै अपडेटहरूको साथमा उपस्थित हुनेछौँ, जसको लागि भिडियोलाई लाइक र शेयर गर्न भने नबिर्सिनुहोला। अहिलेलाई बिदा चाहन्छौँ। धन्यवाद।